ल नमस्कार, म बहादुर सिंह महरा शुक्लाफाटा नगरपालिका वडा नम्बर 8बाट स्थानीय तह निर्वाचन 2079 वैशाख 30 का लागि नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षको उम्मेदवार। खास गरी यो स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रलाई जनयुद्धबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्न हामी जनतासँग भोट मागिरहेका छौँ। जुन जनयुद्धपछि संविधान सभा मार्फत निर्माण भएको संविधानले स्थापित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको रक्षा गर्नका लागि हामी जनतासित भोट मागिरहेका छौँ। ताकि एजेन्डा के छन्, जित्ने आधार चाहिँ के छ? जित्ने आधार हामीले जुन स्थानीय तह निर्वाचन 2074मा गणतन्त्र नेपालको शुक्लाफाटा 8को पहिलो वडा अध्यक्ष हामीले जो हाम्रो टिमले र हाम्रो पार्टीले जुन शुक्लाफाटा 8लाई पहिलेको अवस्थाभन्दा रात दिनको अन्तरालमा एउटा द्रुत गतिमा सम्पूर्ण सूचकाङ्कहरूमा विकास निर्माण शिक्षा स्वास्थ्य लगायत हरेक कुराहरूमा शुक्लाफाटा 8लाई नेकपा माओवादी केन्द्रको नेतृत्वमा हामीले अहिले 2079 सम्म आइपुग्दा प्रत्येक सूचकाङ्कमा भएको विकासमा जुन स्थानमा पुर्याएका छौँ त्यसप्रतिको जनताको विश्वास चाहिँ हाम्रो 2079 वैशाख 30 को चुनावपछि